भइरहेछ तपाईलाई जति पीडा छ त्यो पीडाको बारेमा मन त दुख्छ अब के गर्दिन पाए हुन्थ्यो भन्ने पनि लाग्छ हैन तर अब राज्य अहिले आफै तपाईको विभिन्न कारणले अपाङ्ग हुनुभयो दुःख पाउनु छ राज्य ढङ्ग नपुर्याएर कमजोर भइरहेछ हैन त्यसले गर्दाखेरि अब तपाईको पनि आवाजहरु आउनुपर्छ ठीक छ भिक्षक वितरण गर्नुहुन्छ त्यो चाहिँ भिक्षक वितरण गर्दाखेरि पनि धेरै ठाउँ घर घरमा अड्किया छन् त्यो वडाबाट हामी त त्यसमा बस्न पनि पाउँदैन सबैलाई चाहिँ छुट्टै यस्तै पछि लाग्नु होला हाम्रो यहाँ उ गर्दा म्याम त्यसमा त्यो यो भित्र सर्जिकल भित्र हुने बिरामी बस्ने हो बिरामी अपाङ्गता भएका बस्ने भित्र चाहिँ होइन बिरामी बस्ने यहाँ सबै त्यही भित्र यो टाइपको चाहिँ करिब मिल्छ यो भित्र जस्तो ढोकामा नि भित्र जाने हजुर भित्र बाहिर गर्नलाई यो त तपाईँको चलाउनै मिल्दैन कि माथि हात माथि छ तल गएर कार्पेट राम्रो छ हिजो अपाङ्ग नभएर कोही मान्छेले दिएको स्कुलिङ हो के हो तपाईँले दिएको स्कुलिङले भोलि मनोज चौधरी फेरि पुऱ्याइदिनु मनोज तपाईँ पनि यहीँ हो तपाईँले सिकेर भयो अनि यहाँको सानो पसल पनि छ खेरा पनि गर्नुहुन्छ क्या गर्नुहोस् है नसुन्नु राम्रो भएछ अरू पनि चलाउनु अनि लोकबहादुर विक उताबाट आएर उठ्न जन्मेर यस्तो सङ्घर्ष गरेर पछिसम्म धेरै ज्ञान सिकाउनु भयो क्यालेन्डरमा नि कहिले चाहिन्छ बस्नु न अनि यो त आइको समय दिनुपर्छ यस्ता खालका अपाङ्ग साथीहरूलाई राज्यमा भएका समाजमा अग्रज गर्नुहुने समाजसेवीहरूले यी व्यक्तिहरूका लागि पनि दिनमा सकिन्न महिनामा सकिन्न भने हामी सबैले चाहिँ यहाँलाई अलिकति समय दिनुपर्छ यहाँलाई चाहिँ हौसला दिनुपर्छ त्यसैले आज उहाँले जब धेरै कुराहरू आयो ल्याङ्ग्वेजको कुराहरू होइन एकदमै आवश्यक छ त्यसले अपाङ्गता भएपछि नियमित रूपमा बिहानको एकदमै आवश्यक भएको पनि यहाँ चाहिँ हामीले त्यो व्यवस्था गर्नु भने यहीँ बस्ने अपाङ्ग भएपछि अथवा यो नजिकको अपाङ्ग भएका व्यक्तिहरूलाई चाहिँ कुनै कुरा हुन्छ र हामी अरूलाई पनि अब अहिले प्रायः लाइकको धेरै बिरामीहरू के अरे बढेर भएको छ उहाँलाई पनि सेवा दिन्थ्यो होइन त्यो कुरा भयो त्यसपछि यो सहयोग सामग्री भनेपछि यो भिडियो बैशाखी भन्ने मात्रै पनि अलिकति त्यसको कन्सेप्ट हुन्छ अनि सहयोग सामग्री भनेपछि त अब धेरै कुराहरू गर्छ किन अपाङ्ग भएको व्यक्तिको आवश्यकता अनुसार उसको शारीरिक अवस्था अनुसार फरक हुन्छ के अरे अब ट्राइसाइकल व्हिलचेयर हिजोलाई पनि विभिन्न किसिमका अब खेलकुद प्रायः हस्पिटलको छुट्टै विषय हुन्छ त्यसपछि अब अनि कृत्रिम हातका कुराहरू हामी त्यही भएर अनि अब कृत्रिम कति हामीले भन्नुभयो अनि कृत्रिम खुट्टा किन्नको लागि अनि सक्षममा पनि पठाइदिएको होइन केही पनि सहज छैन लिनको लागि त्यही भएर इन्डियाको राष्ट्रको एउटा त्यो कुन संस्था छ अनि नेपालको टिम अनि हाम्रो ढाकाबाट पनि प्रोत्साहन 3-4 जना पठाएर हामीले उहाँहरूसँग मिसाएर होइन हामीसँग बजेट थिएन अनि हामीले यातायात खर्च र त्यो बाटो खर्च व्यवस्था गर्न सक्यौँ भने यो व्हिलचेयरहरू त्यसपछि बैशाखी अनि कृत्रिम हातखुट्टाहरू डिजिटल दिन सक्यो होइन त्यो लग्ने व्यवस्था हामीले गर्न सक्यौँ भनेपछि अनि कम्ती एउटा किन्नुभन्दा अनि खेलकुदको पनि एकदमै आवश्यक छ अब अरूलाई अरू सानोलाई खेलकुद कार्यक्रम
भएको भागमा हुन्छ। हामी यहाँ भारतलाई फेरि पनि हुँदैन। अब पहिला पहिला केन्द्रमा आउँथ्यो, हामी प्रत्येक समयमा जान्थ्यौँ, कति भित्र आउँथ्यो। यतातिरको मैले देखेको काठमाडौँ यतातिरको अपाङ्गताहरू यति खराब कि अनि अब भित्रबाट बाहिर खेल्नुहुन्छ होइन, अनि भलिबल सबै खेल्नुहुन्छ कि अनि उहाँहरू त्यहाँबाट हामी यहाँबाट काठमाडौँ खेल्न सक्दैनौँ, त्यहाँबाट काठमाडौँमा बसे साथीहरू पुरा विदेश गरेर खेल्नुहुन्छ कि अब बजेट चाहिँ अलिक धेरै होइन बजेट कति पर्ने हुन तपाईँले लिएर आउनुभयो नि बल्ल अहिलेबाट थोरैबाट सुरुवात गरौँला। आगामी दिनमा कति प्रायोरिटी दिन्छन् त्यसलाई नि कहिले आफ्नो पार्टीमा परिचय गर्नु बेला सबलाई चलित पारेछ अपाङ्ग चलित पार्छ कि हाम्रो यहाँका नागरिक होइन हामीले हाम्रो त्यो अनुसार हाम्रो सबैको योजना बनाएर लान्छौँ। त्यही भएर बजेट पनि अब त्यो अनुसारले सुन्ने गरिन्छ। पनि नभए धेरै नानी के कहिले काहीँ होइन त्यो पनि गर्नु हामी सबै मेयर साहब हामी